मर्नु त यसको मरण बाइकबाटै हुन्छ। हामीलाई पेले भनेर सोच्दै होला होइन। हामी चाहिँ फ्यामिली टुरमा निस्केको होइन। यता हाम्रो ड्राइभरजी हुनुहुन्छ बुढा, यता पछाडि आमा कोही हातले पनि देख्दिनँ हौ। यो चाहिँ एयरपोर्टको पछाडि हाम्रो छोरा चाहिँ यहाँ झगडा गरिरहेको छ होइन। एसीको हावा धेर भएको छ, धुलो यस्तो छ नेपालको रोडको परिस्थिति। सजिलो बाटो जम्मै, बरु घुमेर जाउँ, ढिलै पुगोस् तर सजिलो बाटो पुगोस्। अहिले 10 त बज्दो रहेछ, 12 बजीभित्रमा आइपुग्नु भन्दै थियो। 10 त बज्दैछ। कतिको भिड छ भने लाइनमा हामीलाई राखिराख्नु है। त्यस्तो भिड हुँदैन हाम्रो। बाइकहरू झ्याप झ्याप अगाडि स्कुटीहरू आइदिन्छ क्या, त्यही समस्या यता घुमाउनुमा एकदम गाह्रो छ है। बिस्तारै घुमाउनु। चरामा नेपालमा गाडी कुदाएको 3 दिन हुँदैछ तपाईँले। बिस्तारै बिस्तारै हात बस्छ, तर अस्ति पहिलो दिनभन्दा धेरै हात बसेको जस्तो लाग्दैछ। पहिलो दिन चाहिँ एकदम बिस्तारै आइरहेछ। पहिलो दिन चाहिँ मलाई डर लागेर नि। कहाँ चाहिँ गाह्रो यहाँ? यहाँबाट ओह्रालो जान्छ, जानेर छ। मुलीबाट काट्नुपर्ने भने त्यही गर्नु पर्छ नि त। सजिलै छ यतिको त। कहिले कहाँ जाँदा हो भेट थियो। म दोस्रो दिन बाटो गएको थिएँ नि। आज त खुला खुलै रोडहरू रहेछ नि, अरू दिन जस्तो छैन। एकजना मान्छे चाहिँ गाडी लिएर बसिरहेको छ होइन। यस्तो साँघुरो रोड, बाइक उताबाट यताबाट गाडी पार्किङ। यसले त पुरै यता छुन आँटिस उता छुन आँटिस सबै भन्दो रहेछ। यता टच छुन आँट्यो देखाइहाल्दो रहेछ। अलिकति नजिक आउनु बित्तिकै देखाइहाल्दो रहेछ। अगाडि स्पिडमा छ ब्रेक हान रहेछ। तपाईँ र म एकचोटि बाइकमा यो बाटो हिँडेको हो नि। कहाँ जग्गा हेर्नु जाँदा होला हो। के गर्छ दाजुहरू? बाइक स्कुटी कुदाउनु गाह्रो रहेछ हौ यहाँ त। यतिको दिन भएछ दामी हुन्थ्यो, घामले खत्तम गर्ने। हिजो त जाडो भएर मलाई त नयाँ बस्ती हेरेर खोलाको साइडको घरहरू भत्काउँदैन हौ पछि। यो त पहिल्यै अधिग्रहण गराएको छ यसमा।
यो स्कुटीमा पछाडि बस्नु यो पानीको गाडी त यस्तै लापरवाही कुदाउँछ है। किन चलेको छोरो हो उयो हेर न पुलमा हेर न पुलमा लैजानु त्यसले साइड त्यसलाई सानो बाटो रहेछ। त्यहाँको नजिक छ भने अरूको पुलबाट हामी माथि जान सक्दैन थाहै छैन। अब यताबाट कता हो के भयो बेबी के भयो आवाज दिएर आयो खै म घटाइदिन्छु छोरा त बेसी भयो। ठिकै छ त